ओ केटा कस्तो लागिरहेछ भन् रमाइलो जाडो खुसी मान्नुपर्छ केटा ले जुत्ता लाग्छ एभ्रिवान हामी चाहिँ अब खोटाङको नुनथला माग्छ नुनथला हामी चाहिँ फेरि भाषा पनि बोल्छौँ मजाले नुनथला पुगेर ब्युटी घर जाँदैछौँ होइन त बेलु घर जान्छौँ हामी बेहुला चाहिँ फेरि पछाडि लजाउँदै आउँछ फेरि हो लजाउँछ ज्यादा उसो चाहिँ भएको मान्छे अला झकाउँदै झर्को भोलिको हाम्रो कोङपा कोङपी हाम्रो काका हुनुहुन्छ भोलि चाहिँ अब हजुर हजुर नहाल्नै फेरि तनाव बोल्छु के तल हुन्छ बेजत हुन्छ नि भोलि कोङपी अनि तपाईँ तपाईँ र म होला अब काका कोङपी हुनुहुन्छ हामी त ढोकै छौँ एकदम मस्त अब सबै जान्छौँ हाम्रो बेहुला चाहिँ लगाउँदैछ यहाँ फेरि यो मास्क लगाउँदैछ अबदेखि चाहिँ यति टाढो बेन नगर है केटा अबदेखि चाहिँ भने लगभग कति 8 घन्टा जस्तो हिँड्यो होला है गाडीमा सर्टकटबाटै जाउँ अब केटाकेटी कस्तो चाहिँ के महसुस भइरहेछ त भन्दा बेहुला हुँदाखेरि चाहिँ कस्तो हुँदछ र पानी आइरहेछ जाड भइरहेछ अबदेखि चाहिँ बिहे गर्नु नगर्ने सक्यो लालाजी सक्यो अरे अब उसको बिहे अबदेखि नगर्ने अरे अबदेखि गर्दा पनि नजिक गर्नु टाढा नगर्नु अर्ग्यानिक ऐसेलु यो गाउँ मात्र पाउँछ क्या फेरि तलतिर पाउँदैन कति बेला मान्छेले चाहेको छैन होला घरि यता पनि फर्किए यार हामी चाहिँ एकदम प्रवीण राई उर्फ डुबो नाम चर्चित हामी चाहिँ यसो जल्दी जाँदैछौँ क्या यता काका हुनुहुन्छ यता भाइ यता अर्को भाइ अनि चाहिँ अब भाइसँग चाहिँ फेरि अब सरप्राइज रुममै हिँडिरहेको छौँ होइन नयाँ ठाउँ नयाँ गाउँ डुलिरहेको छौँ ठिकै हुँदो रहेछ आज झर्न मिठो हो भोलि निस्किँदा चाहिँ राम्रै होला जस्तो पाहाडको बाटो यस्तै हो हिलो ल गाइस अनौठो दृश्य यति ठुलो चिन्डो क्या यत्रो जङ्गलमा भित्रमा होइन यति ठुलो चिन्डो अब यत्रो जङ्गल घना जङ्गलको बिचमा अनौठो दृश्य यो समय संजोग जुराउनु चाहिँ यता हाम्रो केटो हो यता हेर त है यहाँ हेर न बेहुलो केटाकोले संजोग जाइदियो यो चिन्डो भेट्नुलाई चाहिँ हाम्रो लागौँ बेहुलाको लाग्नु नि त हिँड्नु ल साँच्चै भयो फेसबुक नभएको भए त यति टाढा आउनु पर्दैन थियो होला है होइन फेसबुकले गर्दाखेरि अब यस्तो चिन्डो पनि त्यो पनि छ एकदम मेरो प्यार भाइ यता पनि छुटेको थिएछ फेसबुक कारणले गर्दा अब बिहे भयो दामी यहाँ भेट भयो फोटो खिच्न कान्छ बेहुलाले अब हरेस मानिसको अब के भन्नु र अब हामी त हरेस मान्छ त हरेस मान्छ केटा त्यो हरेस मानिरहेको छ बेहुलाले यार हिँड्नु हिँड्नु तपाईँ आज भारी बोकिरहनु हरेस त मान्नु भएन नि अनि बार बार आइराख्नुपर्छ अझ धेरै पर्दैन रहेछ 20 मिनट जस्तो लाग्छ अब बाटो 30 मिनट हो कान्छ पक्का हो मेरो भाइले भनिसकेको छ म मान्छु
आज त ठिकै छ, मजै छ ओह्रालो झर्नु। भोलि चाहिँ मजै हुने रहेछ। गफ गर्दै गर्दैन कान्छा कति कतिसम्म पढ्छ हो? 9 मा। ल बबाल पढ्नुपर्छ ल। भाइले पनि अब एकदम हौसला दिँदै 9 क्लासमा पढ्दै भाइले हौसला दिइराख्नु छ। हामी चाहिँ झर्दैछौँ। आउला यहाँ डुबाउ उर्फ डुबाउ रन्दी जाँदा चाहिँ केटो एक्साइटेड छ। तल छ यहाँ ट्याक्क यो बरपिपाको फेदमा बसेको छ।